काउ खोला पुग्यो पब्लिक टोयलेट हो बस यहाँ छ 1 बजेतिर लाग्छ एकछिन हल्का खानासादा खान पर्यो फ्रेस हुनु पर्यो अनि त्यसपछि गाडी चढेर लाग्नु पर्यो ल गाई त्यहाँ पहिरो गएर तनाव भएर यहाँ मेरो पाइन्ट च्यात्दै छ यस्तो भ्यू छ अब 1 घन्टा जति लाग्छ 8 किलोमिटर छ यहाँबाट सिक्लेस यस्तो छ म यसरी हिँड्छु झाउलाई म त हिँड्यो पाइन्ट पनि च्यातेर बिजोग भयो यस्तो भयो होला नि भने यताबाट भ्यू बाटो भ्यू यस्तो बवाल छ वेलकम टु किलाङ भिलेज यसरी हिँडिरहेको म उता पारि पनि गाउँ यस्तो बवाल देखिरहेको र गाई त्यस्तो छ घरमा पछि जानुपर्ने हुन्छ तल गाउँ यस्तो बवाल छ लुक एट द भ्यू लाग्दैछु कालिम्पोङको बाटो यसरी हिँडिरहेको झन्नै झन्नै छ चारैतिर 360 यस्तो बवाल छ जे होस् झालिम्पोङ त लास्टै लामो रहेछ अब हेरौँ कति मिनट पुग्दो रहेछ म चार्ज पनि छैन यार भोकमा Look at the view. Oh, not the bawal रहेछ त खै मेरो रुमको हालत यस्तो छ This is my room. You can see everybody. This is my room. Room tour. सामानति ल्याछु टेल ल्याछु ब्याग ल्याछु हाल छ वासरुम छ ठिकै छ जस यति पनि धेरै आउँदैन
Well, I should take good math. त्यही हो गाइज हिमाल यता बाटो Well, I'm going to the Jalingo tunnel. First time. तल बबाल झर्ना guys. That is the झर्ना बाटो दामी दामी झर्ना खोलाको तिरैतिर जाँदैछु म खोलाको तिरैतिर पानी के साह्रो राम्रो हो Look at me. We are rocking in the bridge. यो भनेको पनि पुरा नौनको ब्रिज हो र गाइस चाहिँ बाटो लाग्दो रहेछ ठाडै ठाडै छ बस बबाल चुइन्छ यसरी हिँड्न परिरहेको गाइस अब आधी घन्टा पुगिन्छ तासा भ्यू यस्तो बवाल छ फेरि एक्लै हिँडेको छुट्टै रमाइलो हुन्छ त्यही भएर म धेरै जस्तो सोलो ट्राई गर्छु उयो तासा घरका
एकछिन रेस्ट गरेर जान्छु म अब आज यनी हो कोरी पुगेर छोड्छु म जति गाह्रो भयो पनि जे भए पनि आफ्नो रेकर्ड तोड्छु आज मैले गाइस भ्यू यस्तो दामी छ बादलको यस्तो छ अब बिस्तारै लाग्नु पर्ने हुन्छ ल गाइस अब यहाँबाट जम्मा 4 किलोमिटर छ कोरी पुग्नु लागि अब ठाडै हो सबै यस्तो ठाडै छ कि फेरि Look at the view. I'm in the बादल माथि यही बाटो पो रहेछ कोरीको डाँडा जाने उताबाट छुट्टै यो डाँडाको एन्डिङ हो अब यो कटेर भएपछि यही हो मेन भनेको अलिक गाह्रो गाइस यस्तो बवाल छ वेदर अब धेरै छैन 1.5 घन्टा 2 घन्टा भनौँ न रेस्ट गर्दै बिस्तारै चिल पार्न जाने यस्तो हुसुला दामी लाग्यो बादलको माथि माथि जाँदैछौँ यस्तो बवाल भ्यू छ लुक एट द भ्यू पुरै हुसुला यसरी
अब यहाँदेखि 1 घन्टा उता माथिसम्म अनि त्यहाँबाट खै कति छ अब समथिङ 1 किलोमिटर भनौँ नि, यहाँ 1 किलोमिटर त्यहाँ 1 किलोमिटर 2 किलोमिटरै होला अब। समाउन छाड्दिन जहिले तिम्रै छेउमा ओल्लो पत्र कहिले पार्दिन प्रेम पत्र लेख्न जानिन माया गर्न नै आएन आई लभ यु बेबी म त्यस्तो आवश्यक भन्ठानिन देखेर जानी नदी सुकेर पानी ठुला पहाड फुटेर खानी साथीभाइ इष्ट मित्र नाताको ताट उठेर जानी अब एकजुट भई एकै साथमै उठेर हामी एकै रातमै सबै चेन्ज हुनलाई चाहियो धैर्यता भन्ठानी नहुने रहेछ सोच्या जस्तो जति जे गर्दा नि सङ्घर्षको बाटो रोज्छु पैसाको भन्दा नि केही गर्न नसके पनि भित्रबाट आँट भए पुग्छ खल्टीमा छैन गाँठ बाउआमाको साथ भए पुग्छ एक छाक भात भए पुग्छ पशुपति नाथ भए पुग्छ मरेको भोलिपल्ट 2 दिन दाउरा काठ भए पुग्छ उज्यालो अँध्यारो सानो प्रकाश भए पुग्छ हरियाली हावाहुरी चिसो बतास भए पुग्छ एक्लो रात चाहिँदैन छानो निलो आकाश भए पुग्छ चाहिँदैन लुगा सुगा मुनालको आवाज भए पुग्छ दिनहरू दिनदिनै अचम्मको सत्य के झुटो मलाई नभन्न भो उत्तरहरू छैन मेरो प्रश्नको सबै कुरा हुन्छ ठिक पख नभ्यो दिनहरू दिनदिनै अचम्मको सत्य के के भयो? बबाल देख्यो नि यहीँदेखि आँखा अगाडि नै छ फेरि। घाँस पनि चिसो राख राख तिमीले अलि निकाल्नै पर्छ जस्तो भाइले दामी होइन कस्तो राम्रो चिसो पानी हो भगवान गोरेटो गाउँको तिनीहरू त वहाँ गएर त्यहाँ गइसक्यो माथि गइसक्यो त त्यहाँ लाइट खिच्नु छ क्या नयाँ आइसकिरहेको छ यो भिडियोहरू मलाई यसो पठाइदिनु है चार्ज गर्नुपर्छ यसलाई पनि फुल हाल्नु पर्यो। भोलि दाइकोमा नै बोल्दै ब्लगमा
मलाई हगि जस्तो धेरै फोकस भयो त्यहाँबाट यसलाई मात्रै फोकस हुँदो रहेछ गाइज यहाँबाट तल गयो भने हुगु पुग्छ अनि यहाँ माथि कोरी पुग्छ अनि यहाँ तलबाट सिक्लेस पुग्छ म आज हुगु जादिनँ किनकि अलि घाइते पनि छु प्लस एक्लै छु कोही जाँदैनन् यहाँ हिउँ परिरह फेरि अलि भालु र चितुवाको डर छ त्यही भएर म अब सिक्लेसतिरै झर्नुपर्छ हिमाल यस्तो छ यहाँ नि भालुहरू हुनसक्छ तर थाहा छैन के हुन्छ कति बेला त्यही अलि सेफ्टी भएर हिँड्नुपर्छ गाई चाहिँ एरिया हो भालु आउने पानी खान लागि बिचमा हो यस्तो यस्तो म हालत खराब भएर पेट तलै पुगिसक्यो अनि बिस्तारै जाँदैछ फाइनली टाढा पुग्यो यस्तो भ्यू उता सिक्लेस देखिरह पारी टाढा अनि त्यो थिङ हो कि अझै
यस्तो बाटो छ गाइज हेर्नु यस्तो ठाडै छ ठाडै झर्नु खुट्टै डोडो भयो गाइज फाइनली 6.5 घन्टा पछि बल्ल यहाँ पुल पुग्न लाग्यो जोग थाहा वहाँ डाँडा पनि कट्नै छ अझै त्यो चिर पार्न जानुपर्छ जोग भयो खुट्टा सुनेर गाइज बल्ल झ्यालिङ्गल पुग्यो अब यहाँबाट घर लाग्दैछ आज सिक्लेसमा रेस्ट गर्छु होला म सायद यस्तो बवाल छ र गाइज हिजो सिक्लेसबाट झरेको बाटो हो यस्तो तलसम्म छ उहाँ डाँडा चढ्नु पर्छ पुरै आज डाँडा फेरि चढ्नु पऱ्यो हिजो डाँडा झरेको आज फेरि डाँडा चढ्नु पऱ्यो हालत बिजोग भयो खुट्टा पनि नसै फुलेर कस्तो भयो हिँड्न गाह्रो भयो बिस्तारै बिस्तारै हिँड्दा म त्यही भएर पुरै प्रिपेयर गरेर आउनु होला बिगिनर हुन्छ भने गाह्रो हुन्छ तपाईँहरूलाई उहाँ हिमालको छेउमा पुगेर आएको म त्यहाँ यस्तो बाटो छ खुट्टा हालत यस्तो छ खम्चाउनु पनि मिलेको छैन हिँड्नु पनि मिलेको छैन हामीसँग तर बिस्तारै बिस्तारै अब 1 घन्टाभित्र पुग्छ अब सिक्लेस र गाइज अब सिक्लेस पुग्न लाग्यो 20 मिनट बाटो अब यो बाटो यस्तो हिमाल देखिरहेको पछाडि यस्तो बवाल देखिरहेको पुग्न लाग्यो अब यही मान्छे डाँडा हो यहाँ यो झर्ना छ यस्तो पानी यस्तो दामी छेउमा गइरहेको आवाज पनि यस्तो बबाल आइरहेको मान्छेहरू हिँडिरहेको म फाइनली कोरी सिक्लेस पुगिसकेँ यस्तो दामी छ भ्यू घरहरू कोरी आएको कोरी पुग्यो पो भन्नु लाग्यो यस्तो दामी ठाउँ यता पछि अगाडि पनि एउटा गाउँ छ बबाल छ त्यो गाउँ पनि त्यो पनि जान्छु एक दिन टाइम मिलाएर अब होटेलतिर लानुहुन्छ बिस्तारै आफ्नो हालत यस्तो छ